हेलो गाइज म चाहिँ अहिले तपाईँहरूलाई के भन्न आएको भने अहिले चाहिँ हाम्रो मध्यरात 10:37 गइरहेछ। यहाँ चाहिँ अहिले काठमाडौँमा पुरा क्या पानी पर्ला जस्तो भएर पुरै यस्तो बिजुलीहरू चम्किरहेको छ है। आज राति ठुलो पानी पर्ने सम्भावना छ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ पुरै बिजुली चम्किरहेको छ गुडुङ गुडुङ गर्दै। हावा पनि चलिरहेको छ अहिले लगातार। आज पानी चाहिँ अलि ठुलै पर्छ जस्तो लागिरहेछ। सो त्यही हो, कटिङ टिङ आउला जस्तो पानी आज आउँछ। हावा नि चलिरहेछ। हेर्नु न यस्तो आकाश पुरै यस्तो चम्किरहेछ कि आज पानी चाहिँ पर्छ। मलाई जहाँसम्म लाग्छ ठुलै पानी पर्छ आज राति। सो अहिले चाहिँ यस्तो हुँदैछ है काठमाडौँमा हाल। यो चाहिँ रातिको मध्यरातमा हो। पुरा हावा चल्दै यस्तरी बिजुली चम्किँदै गरिरहेछ यहाँ अहिले। हजुरहरू पनि देख्न सक्नु अलिअलि पानी पनि छिटाइरहेछ छिटाउनु चाहिँ। सो त्यही हो, बाई बाई। सबैजना राम्रोसँग सुत्नु होला, गुड नाइट। साथीहरू मैले भनेको थिएँ नि अहिले रातभरि ठुलो पानी पर्छ भनेर। सो अहिले चाहिँ पानी पर्न सुरु भइसकेको छ है यहाँनिर। ल